subscribe. Don't forget Hello, to. नमस्ते, गुड मर्निङ फ्रम मनाङ है ल साथीहरू वेलकम टु माई ब्लग आजको हिजोको Subscribe. मनाङमा भारी हिमपात पछिको आजको बिहानीको मौसम यस्तो छ तपाईँहरूको हिउँ चाहिँ त्यति साह्रै बाक्लो चाहिँ नपरेको रहेछ हिजो चाहिँ यसो हिउँ पर्दाखेरि चाहिँ एकदम चिन्ता लागिरहेको थियो कसरी जाने के यताउता भन्ने हुन्थ्यो बाटो यो मुङ्चेको पुल भन्ने चाहिँ एकदम अलिकति खराब नै छ त्यही भएर तर जोस् तल भुइँमा चाहिँ नबसेको रहेछ माथितिर मात्र तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ पुरै मनाङ पुरै 360 डिग्रीमै पुरै हिउँले ढाकिएर यति मजाको देखेको छ ल हाम्रो साथीहरूले पनि सबैले गाडी स्टार्ट गरिसकेको छ सबैले त के भन्ने जोस् अलिअलि ल केटाहरू यहाँ यसरी बसिरहेको छ ल केटा ल ल ल वेलकम टु माई ब्लग के छ आजको कमर्सको के मान्छे छ छैन तेरो कति जान्छ भाइ मेरो छैन त म बिल्लै हो ल म 18 जना हालिदिन्छु तँलाई नाथे 18 जना 0 भाइ त चाहिँ आज नि बस्ने भोलि म टिप हान्छु अनि पर्सि चाहिँ ट्याक्क मसँग झर्ने है मसँग मान्छे छ पर्सि है ढुक्क भएर बस ल यस्तो छ होइन अब सबै केटाहरू चाहिँ यहाँ बस्नुको कारण चाहिँ यहाँदेखि मान्छे आउँछ र ट्याप्प समातेर फुत्त भागौँला भन्ने हो ठिकै छ अब ल यहाँ साउ ड्राइभर चाहिँ यहाँ हिसाब सिसाब के मिलाउँदैछ धेरै तिखे नबन है ल यहाँबाट चाहिँ हो हाम्रो मनाङ भ्याली जाने बाटो चाहिँ र तपाईँको यस्तो छ आमामामा यति बवाल देखेछ कि यति बवाल देखेछ त्यो सयो अझै घाम लागेको भए अझै बवाल देखिन्थ्यो होला त्यही पनि केही छैन अब म पनि मेरो पेसेन्जर छ दुईजना यहाँबाट दुईजनाको वेटिङमा छु अनि त्यसपछि हुम्लेबाट छ दुईजना 4 जना हिजो 6 जना भनेको थियो आज जस 2 जना चाहिँ क्यान्सल भयो र 4 जना चाहिँ बोकेर जान्छु म ल अब म चाहिँ प्यासेन्जरको वेटिङमा है ल सारा के छ केही भन्नु छ कालो गाडीलाई कति जना हालिदिने 5 जना खै त 5 जना खै रे ल तिमीलाई फिक्स भयो त्यो 5 जना खै रे त्यही माथिको होटलमा छ है आमामा ल ल ल गाडी त्यहाँ हाल्दै हुन्छ ओहो हो के हो यस्तो यार क्यामेरा बन्द खालि आयो त यार आए बन्द भयो भने त किन उस हुनु पर्यो भने के चुप लाएर बोल्न जे बोल्न मन लाग्छ बोल्न नराम्रो नबोल त्यही हो क्यामेरा बन्द देखेको हुन्छ आमा सही देखेछ तर है ओ झडे केटा हो ओहो चिसो भयो लट्स अफ चिसो आमा यहाँ गयो पैसा उठाउँदैछ ल यो चाहिँ हो मेरो गाडी हिउँ पुरै म चाहिँ यो तिरपाल लगाएर ओढाएर राखेको थियो त्यही भएर अहिले चाहिँ बेसीसम्म केही छैन 7 बजे भनेको थियो 7:30 हुन लागिसक्यो 7:30 त भएन कि है अच्छो तेरे भाइराज यार लाइभ बस्छु भन्दै है ए जाति भयो नि भाइ रोज आज त हामी त गइहाल्छ टेन्सन छैन अब नो टेन्स के भयो रे तिमीलाई लेकतिर हिउँ झारेर यता मान्छे आउँछ ल यस्तो छ म चाहिँ यहाँ चिसो लाग्यो मान्छे आउँछ भनेर यहाँ रेडी पोजिसनमा बसिरहेको थियो तर मान्छेले एकदम ढिलो गरिदियो 7 बजेको टाइम दिएको थियो अहिलेसम्म आएन 7:30 भइसक्यो सबै साथीहरू आफ्नो गाडी ल त्यसो कालो गाडीलाई यहाँ मान्छे खाली भयो रे मान्छे पाइएन अरे ल मान्छे खोजिदिनु पर्यो कालो गाडीलाई ल साथीहरू एकदम कुर्दा वाक्कै भइसक्यो यार कहाँ चाहिँ गयो होला कुनै साथीहरू यार यस्तो बवाल देखिन्छ कि मौसम त आमा सही हो दस बवाल आमा साथीहरू म चाहिँ यहाँ मान्छे नआएर म आफै लिन जानुपर्ने अवस्था आयो यस्तो छ मनाङबाटको यो 7 बजे भनेको यार अहिलेसम्म आउँदैन यार
ल साथीहरू अब यहाँबाट माथिबाट मान्छे लिएर निस्कियो फोन आयो कसको हेलो हजुर दिदी छैन दिदी म अब निस्किन चाहिँ लाग्यो दिदी हजुर दिदी ओहो आज त दिदी एकदम हिउँ परेर पुरै हजुर ढकमक्क भएछ दिदी एक दुई तिन दिन चाहिँ हिउँ देखाएको छ आज नि ठुलो हिउँ देखाएको छ दिदी अहिले चाहिँ छैन दिदी हिजो बेलुका चाहिँ परिरहेको थियो अहिले चाहिँ जोस् अहिले त्यति साह्रै परेको छैन गइरहेको छ दिदी जोस् त्यस्तो त्यस्तो बाक्लो त्यो गाडी अड्किने खालको चाहिँ हिउँ परेछ होइन होइन त्यो जोस् त्यो मान्छेलाई चाहिँ अलिकति चिसो हो नि त्यो अनुसार त्यस्तो खालको मात्र गाडी त अहिलेको हिउँ चाहिँ त्यस्तो गाडी अड्किने खालको चाहिँ पर्दैन कि दिदी जमिन तातिसकेछ अनि बिल्लिहाल्छ कि बिल्लिन चाहिँ तपाईँहरू आउने भने चाहिँ कहिलेको लागि आउने भनेको दिदी हजुर दिदी न दिदी हुन्छ दिदी हुन्छ त्यही गर्दा नि हुन्छ किनभने बच्चा लिएर आउने भएपछि अलिकति एक दिन 2-4 दिन अलिक मौसम क्लियर भएर नै आउनु कि फेरि यहाँ आएर फेरि बिरामी हुने क्यों त्यस्तो त हुँदैन दिदी त्यस्तो त हुँदैन दिदी यता त हुँदैन दिदी हुँदैन त्यस्तो त यदि त्यस्तो समस्या भयो भने हामीले जस गाडी एक्सचेन्ज गरेर भयो भने तपाईँहरूलाई ठाउँमा पुऱ्याइदिन्छ त्यसको लागि टेन्सन भएन हेलो दादा गुड मर्निङ भिडियो बनाउँदै हिँडेको नि दादा हजुर दिदी ए हुन्छ दिदी हुन्छ हस् दिदी हस् ल साथीहरू यस्तो छ हिजो बनाउला जस्तो छ तल एउटा गाडी टायर झऱ्यो भन्ने कुरा सुनेछ अब हेरौँ साथी हो त्यहाँ गएर के कसो भइरह यो चाहिँ हाम्रो पेम्बा लागेको मिस्टिक हिमालयन स्पेनिस मनाङ होटेल होइन हामी चाहिँ अब पार्किङतिर यस्तो बिहानै निस्किएको भयो अब हेर्नु त तपाईँहरूले गरेर ढिलो भयो अब त्यहाँ गाडी अड्क्या अरे त्यहाँ पुलमा गाडी अड्केर बस्दियो अरे अब भएन त न अब उताको पुलमा त्यो मुङ्जेको पुलमा त्यो हिउँमा चिप्लेर झऱ्यो होला नि त्यो पुलमा यस्तो तनाव बनाइदियो नि अब म झन् त्यही भएर बिहान हेलो यस्तो तनाव बनाइदियो यार के भन्छ ओए साँच्चीकै अरे त्यहाँ यस्तो तनाव बनाइदियो कि यार के हो मुङ्जे पुलतिर अनि स्कर्पियो झऱ्यो भन्छ त ल अब यति बिजोग हो अब ठिकै छ अब जाम त्यहाँसम्म जाम होइन ल त्यहाँबाट म्यान ल अब यहाँ म झोला सोला हाल्छु आफूलाई यता हान न तिमीलाई किन हानेको यता हान ल ल्याउनु झोला ल्याउनु त लो राखेर छ लोड गर जान्दै निस्केको फोन रे मलाई लट्ठी लाग्ला जस्तो छ
मैले नि खानु पर्यो नि त 2000 त होइन ल साथीहरू प्याकिङ हो मिस्टर साइलाई पनि देखाउनु पर्यो अब यस्तो जमिसकेको छ ल खै ल लाग्यो ल अब चाहिँ निस्किनु लाग्यो अब यहाँबाट निस्किन्छु अब मुङ्जेको पुलमा अब के भयो त्यहाँ गएर पनि देखाउँछु ल है ए है ल नि त यसो समातेर यसो हिँडिदिनु त अगाडि देखाउनु त भिडियो यसो बनाउनु बिहान निस्किहालेको भयो निस्किहाल्छ बुढा यो त यहीँ पो झार्नुपर्ने चिज यहीँ कुरा यो पछाडिको मैले त के नै होस् के झार्नु पर्यो रे यो सिटको के लिटर बक्स रहेछ त है कति पर्दो रहेछ यो क्यामेरालाई यो दाइ नयाँमा त पर्यो होला नि दाइ राम्रै नै अझै यो लैदैन उता राख्दैन यो दुइटै खप्दाएर हिसाब कसो गरे के यो चटपटहरू म दिन्छु के यहाँ राख्नु यो पनि झिक्दैन बिर्सेछ कि सामान सबै ल के त्यो तेरो तँलाई लड्जी लाग्ला जस्तो छ कि र त्यो उस यहाँ तल के छ तेरो चाहिँ अर्को उस्नु छ तल हेर्न हेर भनेको यहाँ तल तल जाने हो ल होइन भिडियो भइरहेको कस्तो त्यो स्कर्पियोले भिजो बनाउँला जस्तो लाग्यो निस्किन्छ त्यसलाई पछाडि तान्नु पर्यो अलिकति तल भेट्यो नि एउटा बोटे ए यहाँ बिजो बनाइदियो यहाँ मुङ्जे पुलमा एउटा स्कर्पियोको टायर झारेर त्यही भएर एकछिन अब बस्दै गर्नु भन्नु यो टायर उस गाडी उस गरेर न केही उपाय लगाएर नत्र नि नावलबाट नि त्यो क्यु बेसीसम्म आउँछु त्यहीँबाट पिकअप गरेर मेरो होइन अर्कोको हो बाहिरी गाडीकै स्कर्पियो यहाँ मान्छेले ढिलो गरिदियो त नि म त अनि 7 बजे मैले टाइम दिएको अनुसारले म त्यो हिँड्न ला हो नि त अनि यस्तै हुन्छ भनेर मैले त है त्यही भनिदिनु न गाडीलाई ल अर्को पनि छ गेस हजुर अर्को पनि छ
छ दुईजना छ कि एकजना मैले त्यही भएर हो नत्र त म तपाईँहरूलाई किन हताइ राखेर तपाईँहरू जति ढिलो गऱ्यो मलाई पनि त्यही मान्छे पाउने हो एक दुईजना थपिन्थ्यो कस्तो हो भने यो हिउँ परेको बेलामा अलिक बिहान चाँडो हिँड्यो भने हुन्छ कि न कुनै कुनै यस्तो गाडीहरू अड्किदिने के भइदियो भने हामी बिचोक हुन्छ कि मैले त्यो भनेर चाहिँ 7 बजे भनेको के फर्स्टमा हिँड्यो भने त हिँड्यो नि त त्यसपछि त आनन्दै हुन्छ अहिले हिँडेको भए रातङ सातङ पुग्ने मान्छे केही छैन तिनीहरू पनि कहाँ जान्छ र अब गाडी छैन त अब त्यहीँ कुरेर बसिरहेको छ नत्र भने उपाय लाउनै पर्यो भारी घिउ बेसीबाट नावलबाट के झर्छ साथीहरू यो चाहिँ मुङचे भिलेज मुङचे भिलेज आज यति बवाल देखेको छ कि खाएर बिरामी छ सही देखिरहेछ उनीहरू तर के गर्ने खाइरहेछ नि हिजोबाटै उनीहरूले त्यहाँ आएर खायो भने के खायो भने दुःख रहन नि त है मलाई त्यति पुरै हिउँ हिउँ छ ल ओ बा खै आमा कहाँ गयो आमाले मलाई पैसा नि पठाउँछु के भन्दै थियो खै खै आमा खै पैसा हेलो मम यो चाहिँ भ्लग है त्यो हाल्यो आएन त्यो हाल्यो होला मैले उसमा हाल्यो आएँ नि हाल्यो युट्युबमा हाल्यो तर राम्रोसँग त्यो उस चाहिँ भएन त्यसै त्यो उस हालिदिन्छु ल यस्तो छ हाम्रो आमाको यहाँ रेस्टुरेन्टबाट भ्यू यत्तिको राम्रो देखिन्छ र आज चाहिँ म यहाँ आमाले भोलि यसो साउहरूलाई दिने पैसा लिएर जाऊ भनेर चाहिँ म यहाँ छिरेको ल चाँड चाँड गर्नु यहाँ गाडी कता यहाँ स्कर्पियो झर्या भन्छ त यहीँ टायर झरेर बस्या भन्छ त यही पुलमा यो पुल साह्रै बिजोक हो कि के गर्ने होला कसो गर्ने होला यो बिहान बिहान यत्रो पैसा पाइयो यत्रो पैसा भनेको त जम्मै यति पो रहेछ त्यो सिलिन्डरको पैसा कटाएर पठाएछ भन्नु है ओके ओके सब्जी ल्याएछ सिलिन्डरको पैसा जोडेर मैले 60 ल्यायो ओके दुईटा ग्यासको त 8,000 आई जस्ट वान लाइट 8,700 जोडेर पठाएछ म त तर्सेँ ल साथीहरू यहीँ हो अघि मैले गाडी अड्कियो भनेको चाहिँ अब यहाँ तल गाडी लगाएन फेरि हामी ब्याक गरेर आउनुपर्छ ब्याक गरेर आउनलाई फेरि बाटो यत्तिको हिलो र चिप्लो भइसकेको छ भाइ राजा मलाई त लास्ट तना बनायो यार सबसे चाँडो निस्किन्छु भन्ने मै यार मा हेर्न यार दुईजनाले गरेर आज किन के रहेछ त साह्रै हिउँ ठुलो बाक्लो रहेछ त्यो त अप्पर बिसाङ बाटो चिप्लेछ नि त त्यहाँबाट तानेर पनि तपाईँको अगाडिबाट आउनु पऱ्यो कि यहाँबाट होइन कहाँ गयो त अनि त्यो भाइ चाहिँ वहाँ गएर यो पुल चाहिँ एकदमै बिजोक नै छ यस्तो भइसकेको छ ल म भयो म यहाँ भर्खर अर्को किनेछु यो त साह्रै हाट लाग्छ हौ बुढा म एकदम के भयो थैट चिप्लेको हो
तपाईँको 2 व्हिल कि 4 व्हिल 4 व्हिलमा जानुभयो नि तपाईँ तनाव बनाइदियो नि त यार होइन पहिला गाडी गएको थियो बिस्तारी गएको त्यहाँ पुगेर एकैचोटि चिप्लियो के अनि मैले जबरजस्ती गरेन कि भयो भने झर्नु भनेर झारिदिएको कि यो त जबरजस्ती गरेको भए जान्थ्यो कि स्योर सेम अस्तिकै मेरो त्यो सुमै जस्तो भयो क्या मेरो नि यस्तै भएको सुमो यताबाट जेसिबी आउँदाखेरि यसरी उतालेर तान यता गरिदियो भने यताबाट यहाँ अर्जुन दाइकोमा होला नि त्यहाँ आन्द्रे दाइले भन्नु भाइ लक्कीले बाँच्यो भने ल साथीहरू यहाँ आएर चाहिँ हाम्रो दाइको गाडी चाहिँ यसरी यस्तोरी चिप्लिएर चाहिँ यता यस्तोरी एउटा टायर चाहिँ लगभग खसिसकेको छ र तपाईँको खसिसकेको त के हो नि यो पुलले चाहिँ एकदम Like, भिजोक छ comment, साथी हो subscribe, यो share. पुलमा चाहिँ एकदम केयरफुल भएर हिँड्नु होला है ल आज चाहिँ यस्तोसम्म भयो यहाँ आएर यस्तोरी चिप्लिएर अब जे उसको पायल आउँदैछ उताबाट डोजर मेसिन बोकेर आउँदैछ अब हेरौँ के कसो हुन्छ है साथीहरू जेसिबी पनि आइपुग्यो हाम्रो दादा पनि आइपुग्यो ल दादा वेलकम छ है मेरो भ्लगमा ल हाम्रो दादाले चाहिँ यहाँ जेसिबी ल्याइसक्नु भएको छ र यस्तो छ अब उपाय लगाम के कसो हुन्छ अब यहाँ साथीहरू पनि सबै यहाँ यसरी रिजर्भ भइसकेको छ धेरै गाडीहरू त छैन हुन त तर जे होस् अब कसरी चाहिँ गर्ने भन्ने कुरा हो यहाँ जेसिबी चाहिँ आइसक्यो तनाव छ ठ्याक्क उचालिदियो भने दाइ स्टिरिङमै बस्छ ब्रेक हानेर बस्छ तपाईँले जस्ट उचालेर ठ्याक्कै यता लाग्दियो भने ऊ तकोमा ठिक हुन्छ होला दाइ ऊ त्यसमा होइन दाइ कहाँ ऊ त्यसमा होइन त्यसमा हाल्नलाई नि बिजौ रहेछ फेरि 40 मा तपाईँको 40 मा फुल त्यो काठ मात्रै गाउँ जाँदा बाबु त्यो उस गर्दा अड्का त कसरी हो भाइले गर्दा जसले स्टार्ट गरेर गियर पनि ठिक्क रेडीमा राख्नु होला गियर पनि लगाउनु होला गियर पनि ठिक्क अलिअलि उचालेर यता तानेर गर्नु फेरि यो ठाउँमा भरे गाडी केही भइदियो अर्को हाम्रो अर्को आउँदै थियो अब हुँ तल तानो हेर तार हेर न केही छैन यो त कति बोल्यो रस्सीले बाँध्दैन ए हाम्रो रसी नै बाँध्नु ए बाबु रसी झिक्दो भइरहेछ अफ हो त भएर आउँदै ढुक्क हुनु त्यो अफ हुँदैन
होइन कस्तो ठाउँमा सानो ठाउँमा घुम्यो है टन्नै ल्याए अलिकति मात्र बाइक रहेछ
तयारी भयो बेलुकाले हाल्दै हाल्छ नि सबैले खसेड चाहिँ हुँदैन गाडी निस्कियो लालै के हो माल बनाउँदैछ के हो सुर्ती ल ठिक छ बल्ल बल्ल निस्कियो आनन्द भयो अब यसरी गाडीको लाइन लागिसकेको थियो यस्तो छ भ्लगिङ गर्छ भनेर सुनेको हजुर भाइ अलिअलि जे त्यति साह्रो चाहिँ होइन अलिअलि भर्खर भर्खर सुरुवात हुँदैछ दाइ के छ नाम रोहित गुरुङ भ्लग छ दाइ जस टिकटकमा चाहिँ अलिकति उस गरिरहेको छु भ्लग चाहिँ आफूले पनि नभ्याउने कि दाइ अब सामान गर्ने के गर्ने मान्छे जाने यताउता गर्दाखेरि त्यो आफूले सक्ने क्याप्चर गरेर चाहिँ हालिदिन्छ दाइ आजको चाहिँ बवाल कन्टेन्ट भेटिन्छ दाइ के अनि ढिलो भयो के अन्त अब गाडी झन्डै फसेर है अनि निस्किनु भन्न निस्कियो नि दाइ
हजुर दाइ त्यस्तो छैन अहिले तातो कि त्यस्तो आइस केही भएन ल गिजै हो क्या भरे गिजै यो एकचोटि म त यो डाँडामा त दाइ त्यो टर्निङ गरेदेखि त उहाँ तलसम्म चिप्लिँदै पुगेको नि त्यति बेला सामान भएको भए फिक्स पल्टिने सामान थिएन खाली गाडी थियो राति त्यस्तै 7:30 बजीतिर आइपुगेको त्यो टर्निङ गर्नु साथ त त्यहाँदेखि त यताउता त्यहाँ त्यस्तै 40-45 वर्षको त्यो उसहरू थियो बुढीहरू रोका बाबु भने आफूले पनि रोक्न मन लाग्ने कहाँ रोकेर कसरी सक्नु रोक्न त्यहाँ ब्रेक हाने कि झन् चिप्लिने भयो छोडिदियो मेरो बालो यता र उता लन्थ्याङ हुँदै तल टर्निङ पुगेको तर भारी भयो भने झन् कन्ट्रोल हुन्छ नि होइन होइन त लोडले एक साइडहरू तान्दियो भने त फेरि हिँड्यो नि त भाइ फेरि बढी लोड भयो नि त उकालोमा चाहिँ लोडले काम गर्छ होइन ओह्रालोमा त अनि तपाईँको पछाडि मात्र लोड हुने भयो त्यसपछि त अनि त्यसले नै तानिदियो भने त त्यसले नै पुस गर्ने भयो नि पछाडि जाने भयो नि पर्पिसाङबाट राम्रो भ्यू देख्यो होला अहिले ठिक्क मौसम खुल्यो अन्त कस्तो बवाल देखिन्थ्यो अघि बिहान एकैछिन घाम लाग्ला लाग्ला जस्तो भयो त त्यो बादलले ठ्याक्कै छेकिहाल्यो फेरि थोरै देखेँ मैले पनि घाम दाइको चाहिँ ग्रुप 2 जना मात्र कि तपाईँ 2 जना मात्र कि अरू थियो तालिम दिन आएको कि अस्ति पनि यहाँ हाम्रो अर्को तालिम भएको थियो हजुर दाइ त्यो त ठुलै ग्रुप थियो हजुर के को तालिम दाइ त्यति बेला चाहिँ आइस क्लाइम्बिङको तालिम यो घुम्नेको माथि यो अलिपुरतिर गयो भने त्यो वाटरफलहरू पुरा जम्छ नि अनि त्यही अब जमेको वाटरफल पर्छ हामी तपाईँ क्लाइम्बिङ गाइड हो है क्लाइम्बिङ गाइड हो म